यो चाहिँ तपाईँको रोहिणीको रोड हो। कस्तो चाहिँ झरेछ भने चाहिँ तल काम चाहिँ हुँदैछ, समय चाहिँ लाग्ने रहेछ है। हेलो एभ्रिवान है, फिलहाल चाहिँ म आएको छु तपाईँहरूलाई चाहिँ एउटा नयाँ अपडेट दिनुको लागि है। र म फिलहाल चाहिँ म छु रोहिणीको बाटो है, गौरीशङ्कर नजिक है। र यहाँको रोडको अवस्था चाहिँ यस्तो छ है। र यो लगभग तपाईँहरूलाई चाहिँ 2 महिना लाग्छ बनिनु है। र त्यसले गर्दा चाहिँ हजुरलाई सानो जानकारी। र तपाईँहरू चाहिँ यो बाटो आउनु हुँदैछ भने चाहिँ तपाईँको खालि अन्ली टु विलरलाई चाहिँ दिँदैछ है, त्यो पनि अब जबरजस्ती आफ्नो रिक्समा। र 4 विलरको लागि चाहिँ तपाईँहरूलाई यो बाटो चाहिँ एकदमै आउनु होइन मनाइ छ है। तपाईँ यदि आउनु हुँदैछ भने चाहिँ सिलगढीदेखि तपाईँ दार्जिलिङ खरसाङ जानु हुँदैछ भनेदेखि तपाईँ चाहिँ भाया पङ्खाबारी रोड भएर जो चाहिँ पुरानो बाटो हो। र अहिले तपाईँहरू ओह्रालो झर्नु हुँदैछ या दार्जिलिङदेखिको ओह्रालो झर्नु हुँदैछ भने चाहिँ तपाईँ भाया NH 55 जो पहिला थियो है, र अहिले चाहिँ NH 110 रङटङ भएर तिनधारे भएर तपाईँ झर्नु सक्नुहुनेछ। यो चाहिँ तपाईँको रोहिणीको रोड हो। कस्तो चाहिँ झरेछ भने चाहिँ तल काम चाहिँ हुँदैछ, समय चाहिँ लाग्ने रहेछ है। तर रोड चाहिँ बनिन्छ भने चाहिँ बाटो चाहिँ यति झरेको रहेछ। र यहाँबाट चाहिँ तपाईँहरूको चाहिँ बाइक चाहिँ टु विलर चाहिँ जानु दिँदैछ है, अप एन्ड डाउन। गाडी चाहिँ तपाईँहरूको जानु दिएको छैन है। र अहिले फिलहालको बाटोको अवस्था चाहिँ यस्तो छ। हेर्नुहोस् है, जेसिबी लगाएर चाहिँ काम गर्दैछ है, चाँडै नै हुन्छ जस्तो लाग्दैछ है। हेर्नुहोस् है, यो चाहिँ तपाईँको सुक्ना जाने बाटो, अनि यो चाहिँ तपाईँको खरसाङ जाने बाटो। यो गौरीशङ्कर नजिकको बाटो है यो चाहिँ। हेर्नुहोस् है। र साथीहरू देखिहाल्नु भयो रोडको अवस्था अहिले एकदमै उतो छ है, डेलिकेट छ। र तपाईँहरू चाहिँ बाटो चाहिँ यो बाटो चाहिँ तपाईँको चाहिँ टु विलर चाहिँ जानु दिँदैछ अप एन्ड डाउन है। र हेर्नुहोस् है, बाटो चाहिँ यो है, टु विलर चाहिँ जानु दिँदैछ। तपाईँ देख्न सक्नुहुन्छ टु विलर जाँदैछ अहिले। र यो बाटो 4 विलर चाहिँ जानु सक्नु हुँदैन है। 4 विलरको लागि जानु हो भने चाहिँ तपाईँको चाहिँ तपाईँले भाया रोहिणी गेट तल है भएर चाहिँ तपाईँको चाहिँ पङ्खाबारी बाटो भएर जानु सक्नुहुन्छ है। जाँदाखेरि चाहिँ तपाईँको चाहिँ अपमा चाहिँ पङ्खाबारी रोड, अनि डाउन हुँदा चाहिँ तपाईँहरू चाहिँ NH 55 जो पहिला थियो र अहिले चाहिँ फिलहाल चाहिँ NH 110 भएको छ है। त्यो बाटो तपाईँहरू चाहिँ रङटङ भएर चाहिँ तपाईँ झर्नु सक्नुहुनेछ डाउनमा चाहिँ 4 विलरको लागि।